दोस्तों सोच्नु त कुनै एउटा ठाउँ छ त्यहाँ भूत प्रेत भएको बास छ। त्यहाँ गएर तपाईहरु चाहिँ फसिसकेछ अनि त्यहाँ मान्छेहरु नि त्यहाँ चोना डराउँछ रे, किनकि त्यहाँ कोही मान्छे गयो भने त्यो आउँदैन। यस्तै नै आजको स्टोरी हो, निकै डर लाग्दो। मेरियो नामका चाहिँ एक केटा हो। हामीले तलाबमा चाहिँ खोलामा गएर चाहिँ माछा समात्ने काम गर्छ अनि त्यो र तिनको साथीहरु मिलेर चाहिँ तलाबमा गएर चाहिँ माछा समात्ने काम गर्छ। त्यसको बुवाहरूले भन्नुभएको थियो तिनीहरूलाई कि यो आइल्यान्डबाट अरु आइल्यान्डमा त्यो छेउको आइल्यान्डमा नजाऊ भनेर यही आइल्यान्डमा माछा समात्ने अनि घर आइहाल्ने। अनि त्यो माइरो थियो नि, त्यसलाई रुचि लाग्यो के कुनै पनि मान्छे त्यो आइल्यान्डमा जादिन किन जादिन भनेर हामी यही माछा समातेर गइहाल्छौँ किन, त्यो सोच्न थाल्यो। अनि धेरै दिनसम्म चाहिँ त्यही आइल्यान्डमा चाहिँ माछा समातिरहेको थियो अनि त्यहाँ चाहिँ माछा अब पाइरहेको थिएन त्यति, किनकि एउटै ठाउँमा चाहिँ माछा सधैँ समाते भने त्यहाँको माछा सिद्धिहाल्छ नि त। त्यसैले त्यो चाहिँ अर्को आइल्यान्डमा जानको लागि त्यो विचार गरे अनि त्यसको साथीले पनि भनेन कि म चाहिँ त्यो आइल्यान्डमा जान्छु भनेर, किनकि यसलाई लाग्यो कि म एक्लै जान्छु भने त्यहाँ धेरै माछा समात्न सक्छु, किनकि त्यो आइल्यान्डमा चाहिँ कोही जादिन। म गयो भने म धेरै माछा समात्छु अनि धेरै पैसा कमाउँछु। अनि यो सोचेर त्यो गयो अनि त्यहाँ गएसम्म नि त्यहाँ त्यो आफ्नो बोट लिएर गइरहेको थियो अनि त्यो आइल्यान्डको अहिले छेउमा गयो नि, त्यहाँको पानी ठुलो लहरले आउन थाल्यो अनि यसको बोट थियो नि त्यसलाई पल्टायो अनि यो जसै पनि त्यो आइल्यान्डको छेउमा गए अनि त्यहाँ गएसम्म नि यसलाई चाहिँ साउन्ड केही बोल्न साउन्ड आउन थाल्यो, त्यो बेलको साउन्ड सुन्न थाल्यो अनि यो चारैतिर हेरे अनि यो सुनसान ठाउँमा चाहिँ को बेल बजाउँछु भनेर अनि त्यो गयो। त्यो बेलको साउन्ड सुनेर कताबाट आइरहेछ त्यो जान लागे अनि जाँदै जाँदै यसलाई चाहिँ एउटा डाक्टर भेट्यो रे अनि त्यो डाक्टरले यसलाई हेर्यो अनि हेरेर यसलाई चोटपटक आएको थियो, यसलाई लग्यो हस्पिटलमा। त्यहाँ एउटा पुरानो खण्डल हस्पिटल थियो तर त्यो यसलाई लगेको थियो, त्यहाँ धेरै मान्छेहरू थियो। यसलाई लागिरहेको थियो यहाँ मान्छेहरू बसोबास गरिरहेछ अनि यो भन्छ कि त्यहाँ नजाऊ भनेर अनि यहाँ त मान्छेहरू छ। जसै पनि यो गयो अनि यसलाई बेडमा सुलाए अनि सुलाएर उपचार गरे। त्यहाँ बाहिरबाट चारैतिरबाट मान्छेहरूले यसलाई हेरिरहेको थियो अनि हेरिरहेको थियो अनि यो जसले पनि हेरे अनि अचानक यसलाई नि केही फिल भयो अनि यो त्यहाँ थियो नि त्यहाँबाट बाहिर गयो अनि बाहिर गयो भने नि
यो हेऱ्यो जो मान्छेलाई उपचार गरिरहेको थियो नि त्यसको फोटो थियो त्यहाँ फोटोमा हार चलाएको थियो। डेट थियो त्यो मान्छे। अनि यो त्यहाँबाट भाग्न थाल्यो। अनि भागेर त्यही बोटको छेउमा आयो। अनि छेउमा आयो अनि हेऱ्यो चारैतिर मान्छे छ। निकै नै डरायो के छ भनेर, किनकि म हेर्दा यो सबै मान्छे मरेको छ अरे, फोटोमा हार चढाएछ अरे। अनि यो चाहिँ मलाई उपचार गरिरहेछ, मलाई हेरिरहेछ। अनि यो चाहिँ त्यहाँबाट भागे। अनि भागेर त्यो साइडको बोट गयो। त्यहाँ एउटा बोट यसलाई पायो। अनि त्यो यसलाई समातेर चाहिँ लग्यो यहाँबाट निस्काएर त्यो आइल्यान्डबाट। अनि यो बाँचे। अनि त्यो बोट जो क्याप्टेन थियो नि यसलाई भन्यो त्यहाँ सबै मान्छे तिमी चाहिँ भाग्यशाली हुनुहुन्छौ त्यहाँबाट बाँचेर आएछौ भनेर। किनकि आजसम्म त्यहाँ गयो भने कोही पनि बाँचेर आएको छैन। किनकि त्यो एउटा पहिला जेल हुन्थे। त्यो एउटा जेल थियो, त्यो एउटा कारागार थियो। त्यहाँ कैदीहरूलाई राख्ने ठाउँ छ। त्यो पागल जस्तो व्यक्तिहरूले त्यहाँ राख्थे। अनि त्यो डक्टर थियो नि एउटा एक्सपेरिमेन्ट गरिरहेको थियो। त्यो मान्छेहरूको मुनि चाहिँ नि एक्सपेरिमेन्ट गरिरहेको थियो। अनि त्यो गर्दै गर्दै सबै मान्छेको डेट गरिसकेको थियो। अनि धेरै मान्छेको त्यो डेट गर्यो। अनि त्यसपछि यो पागल भइसक्यो। अनि यस्तै गर्दै गर्दै एक दिन त्यो मान्छे आफै नै त्यहाँ पेलमाथि छत मुनि गएर हाम फालेर डेट गर्यो। अनि त्यही दिनसम्म यहाँ चाहिँ कोही बस्दैन। भन्छ कि त्यहाँ त्यो अहिले छ, अहिले त्यही मरेको व्यक्तिहरूको इलाज गर्छ। अनि अहिलेसम्म त्यहाँ त्यो आइल्यान्डमा चाहिँ कोही जाँदैन, गयो भने कोही आउँदैन, त्यो मारिदिन्छ अरे। यदि यो च्यानलमा नयाँ हुन्छु भने यो च्यानललाई सब्सक्राइब गर्नुहोस्। अनि यस्तै हन्टेड भिडियो हेर्नको लागि यो च्यानललाई सब्सक्राइब गर्नुहोस्।